Hello everyone, welcome to my first YouTube भिडियोमा हैन यो चाहिँ मेरो फर्स्ट YouTube भिडियो हुन्छ अनि हल्का नर्भस पनि भइरहेको छु यो फर्स्ट टाइम हो नि त अनि डर लाग्दो रहेछ आज चाहिँ सरस्वती पूजा रहेको छ सबैजनालाई सरस्वती पूजाको धेरै धेरै शुभकामना आज चाहिँ सरस्वती पूजा रहेको छ अनि हाम्रो स्कुलमा चाहिँ आज 2-3टा जति कार्यक्रम छ एउटा सरस्वती पूजा अनि एउटा नयाँ सरस्वतीको मन्दिरको नयाँ स्थापित पनि गर्नुपर्ने छ अनि त्यसपछि चाहिँ रनिङ सिल राष्ट्रपति रनिङ सिलको त्यो उपहारहरू ट्रफीहरू पनि त्यो हामीलाई दिनुहुन्छ त्यही कार्यक्रमहरू रहेको छ अहिले चाहिँ म स्कुल हिँडेको रेडी पनि भइसकेँ म चाहिँ अब जाउँ है त हामी चाहिँ स्कुल पनि आइसकेको छौँ साथीहरू उहाँ चाहिँ हाम्रो विजय सर हुनुहुन्छ आज ढिलो भइहाल्यो यता चाहिँ सकिनु लागिसकेको जस्तै छ त के गर्नुपर्छ यहाँ सर देखाम भिडियोमा सुरु भइसक्यो देखाम हुन्छ के यहाँ चाहिँ सुरु भइसकेको रहेछ हाम्रो चाहिँ यहाँ स्वागत नृत्य पनि गर्नुपर्ने छ त्यही भएर उरामा चाहिँ डान्स प्र्याक्टिस गर्न लागिरहेको छौँ यहाँ बाहिर यहाँ चाहिँ यहाँ आउनुभएको चाहिँ सबैजना नि होस्टेलमा बस्ने 10 कक्षाको बासिन्दाहरू मात्रै हो अरू चाहिँ आउनुभएको रहन्छ हामी नै छिटो भएछौँ तर पनि ढिलो आयो भनेर गाडी चाहिँ खाइसक्यौँ हामीले केही छैन यति अलिकति गल्ती गरेपछि गल्तीलाई हामी मान्छौँ यता चाहिँ हाम्रो हिरोनीहरू हुनुहुन्छ साथीहरू स्वागत छ मेरो भिडियोमा त्यस्तो खोयाउ नभन न नयाँ सुरुवात गर्दैछु म साथी हो तपाईलाई नि स्वागत छ तपाईँ नेवानी हो तपाईको पुरा परिचय बताइदिनुहोस् न नाम सोनिया श्रेष्ठ म चाहिँ आज सरस्वती पूजाको लागि रेडी भएर आएको र आज सरस्वती पूजा भएको कारणले गर्दा हामी सब साथीहरू भेला भयौँ तपाईको होस् यो चाहिँ हाम्रो सबै तयारी भइसकेको छ खतरा हिरो रहनु भएको छ हो आमा यहाँ चाहिँ एकदम हेन्सम हुनुहुन्छ राष्ट्रपतिमा चाहिँ हेन्सम केटाहरू हुनुहुन्छ है साथीहरू चाहिँ के अरे बोल्नु परेमा कन्ट्याक्ट गर्नु होला गोपाल श्रेष्ठ फेसबुक आइडी हामी चाहिँ धेरैवटा भिडियो फोटो पनि हानिसक्यौँ साथीहरू टिकटकमा हेर्न सक्नुहुन्छ यता चाहिँ सुरु भइसकेको छ हामी चाहिँ अलमल्लेकै गऱ्यौँ अर्को चाहिँ भर्खर मात्रै प्रस्थान हुँदैछ साथीहरू भ्लगमा स्वागत छ तपाईँलाई धन्यवाद भन्नुपर्छ के भन्नुपर्छ अरे सबै सुरु भइसकेको छ हैन पूजा गर्नलाई सबैजना लाइनमा बस्न थालिसक्नु भएको छ आज के हो आज के माग्ने सरस्वती पूजामा सरस्वती मातालाई के हो धेरै पढ्न आओस् भन्ने अनि के छ साइनजी
आज के हो यस्तो लुक्दै चाहिँ राइनीहरू हुनुहुन्छ है सबैजना। यता चाहिँ राम्री छैन भन्दा जिस्काउँदैछ। के हो तिमीलाई चाहिँ राम्री नै छैन त्यस्तो। यहाँ चाहिँ नेवारनीहरू छ है। यता चाहिँ नमस्ते गरिदेऊ न। यता फेरि राम्री मान्छेहरू। सर कस्तो चाहिँ मलाई भुलिदिएको छ है साथीहरू। धन्यवाद। डान्स प्र्याक्टिस गरेर खाला पिली सबै भयो साथीहरू। यस्तो भएको छैन म भनेको अब यो राम्रै भएको गएन सबै। अब होस् ल यतिकै हेर्नु ल अन्तिमसम्म। हाम्रो चाहिँ यहाँ सरस्वतीको वन्दना सुरु हुनु लागेको छ। बाहिर धेरै हल्ला छ होला, डोन्ट माइन्ड। प्रसाद रहेको छ, हामीले बाँड्नु लागिरहेको छौँ। हामीले चाहिँ यो हिजो बिहानदेखि धेरै राति, झन्डै राति नै भयो घर फर्किँदा। बिहान 10 बजे आएको, राति चाहिँ 6 साढे 6तिर मात्रै घर फर्किन्। यही काम गरेर बसेको हिजो चाहिँ हामीले। भइसक्यो बनाउनलाई, बच्चाहरूलाई धेरै गाह्रो भइसक्यो। सरस्वतीको पूजा गर्दा, मूर्ति स्थापना गर्दा हाम्रो धेरै पछिको तपस्या पुरा भएको छ होइन। हामीले कति धेरै दुःख गरेर यो मन्दिर चाहिँ हामीले बनाएको है। 1-2 महिना जति साथ काम गरेर हामी कति धेरै दुःख गरेर बनाएको यो हाम्रो मन्दिर चाहिँ। हामी चाहिँ भट्टाभट के अरे साथीहरू राम्रो भएन हिजो हाम्रो मिसको भिडियो हेर्नु भने क्या तपाईँहरू नहुने जतिले चाहिँ हामीले सुविधा मिसको पनि युट्युब च्यानल छ, तपाईँले सब्सक्राइब गरिदिनु होला। उहाँले पनि भिडियो बनाएर त्यहाँबाट नि आएको पेजबाट पनि यो निमन्त्रणा चाहिँ आएको थियो। गाउँमा चाहिँ हामीले चिठी पनि पठाएको थियौँ। तपाईँहरूले खोल्नुभयो भने चाहिँ अर्को साल चाहिँ तपाईँहरूलाई वेलकम छ। के खानु भएको यो के हो यो बुनिया भन न के खाएको आरस बुनिया कस्तो छ मिठो छ तिम्रो नाम के हो आज कहाँ के खाँदैछौ बुनिया आमा मिठो छ यस्तो गर नि मिठो खै ल आउनुहुन्छ ल यता माग्दैछ Don't mind. Why not coconut ma? Oh, लाग्दो. ल Why not coconut ma कोकोलाई? यो हेर्छ घरको त के छ यो
अहिलेको त सुरुवात मात्रै होइन चाहिँ जल्दा बल्दो हाम्रो पालो रहेको छ मिठो थालिसक्नु भएको छ कस्तो धेरै भोक लागेर नि मुखमा रस आउँदैछ खाँदाखेरि पनि नगर्दा नानी हो यिनीहरूको चाहिँ सुरुमा बसेको है हाम्रो बारीहरू पनि खान थालिसक्यौँ यिनीहरूलाई चाहिँ सकेको छैन अहिलेसम्म मैले चाहिँ खाइसकेँ गाइजहरू हात चिप्ले चिप्लै छ गुलियाले ग्यास्ट्रिकमा चासै भेटिहाल्यो तपाईँहरूलाई कस्तो छ त्यस्तो त्यस्तो छ ए ल ल यता चाहिँ लजाउने मान्छे हुनुहुन्छ हाम्रो उहाँ धेरै लजाउनुहुन्छ ग्यास्ट्रिकले त म त काम्नु थालेँ अब हाम्रो डान्स लागिरहेको छ औपचारिक कार्यक्रम पनि छ अब चाहिँ हाम्रो चाहिँ अनि औपचारिक कार्यक्रमको लागि हामी चाहिँ रेडी हुँदैछौँ अनि ग्यास्ट्रिकले त बर सताउने पर्यो अब के गर्नु नाच्नु सकिरहेको जस्तो छैन आज मिस आउनु न हामीलाई ड्रेस लगाइदिनु ड्रेस नि लाउनु पर्ने गुड हेर्दै गर्नु होला साथीहरू मेरो भिडियो चाहिँ के कस्तो कस्तो हावा हावा लाग्दैछ मलाई कस्तो हुन्छ चाहिँ थाहा छैन फर्स्ट ट्राई हो पछि के कस्तो हुन्छ प्रतिक्रिया दिँदै गर्नु होला हामी चाहिँ रेडी पनि भइसक्यो उसको चाहिँ मन्तव्य पनि रहेछ फेरि मन्तव्य तयारी गर्दैछ उसले चाहिँ यहाँ चाहिँ पुरै यो चाहिँ खासमा चाहिँ कम्प्युटर ल्याब होइन यहाँनिर चाहिँ एउटा कम्प्युटर पनि छैन एउटा कम्प्युटर पनि छैन किनकि यहाँ चाहिँ हाम्रो क्लास 10 साह्रै पछि एसी दिनु चाहने जतिलाई चाहिँ होस्टेलमा राख्ने व्यवस्था छैन हाम्रोमा अनि यो चाहिँ होस्टेलमा बस्नेहरूको यो चाहिँ केटीहरूको रुम हो सबै बुक क्लासको बुक पनि अहिले सबै उठाएर यतै ल्याउनु पर्ने भयो अनि पुरै गज्याङ गुजुङ देख्नुहुँदैछ होला त्यसको लागि चाहिँ कुनै माइन्ड नगरिदिनु होला यस्तै भयो अनि अब चाहिँ हाम्रो डान्स हुन आँटिरहेको छ बल त्यो केही बिहानदेखि केही नखाएर एकैचोटि उयो खाएर कस्तो गाह्रो होला जस्तो चाहिँ भइरहेको छ नाच्नु चाहिँ पर्छ नै भनेको गुलिउ लगाएँ अनि बाहिर चाहिँ कार्यक्रमहरू पनि सुरु थालिसक्यो ट्रफीहरू कति भइसक्यो हामी तलबाट आएको अस्ति नै हो त आज 9 गते भइसक्यो अस्ति हामी कति गते आयो भने 23 गते आएको के अरे पुस 23 गते आएको माघ 9 गते मात्रै ट्रफीहरू चाहिँ भेटिँदैन त्यो दिनसम्म अलिकति हाम्रो गाजाकुचुङ के मिलेन अनि आज चाहिँ हाम्रो ट्रफीहरू आउँदैछ हामी खुसी भइरहेको छौँ सबैजना त्यसकै प्रतीक्षामा थियौँ आज चाहिँ त्यो पुरा भयो आज एकछिनमा पाइन्छ अब डान्सहरू पनि हुन्छ हेर्दै गर्नु होला हाम्रो खेल शिक्षक विजय सरलाई सम्मान हुने कार्यक्रम भइरहेको छ यहाँदेखि उता चाहिँ म भोइस ओभर गर्दैछु साथीहरू किनभने यहाँ यत्रो धेरै हल्ला थियो होइन अनि यति बेला चाहिँ हाम्रो सम्मान कार्यक्रम हुँदै थियो हाम्रो केटीहरूको चाहिँ कबड्डी र भलिबलमा प्रथम भएको थियौँ अनि त्यसकै हामी खुसियाली मनाउँदै थियौँ दुईटा हाम्रो सबै खुसीको क्षण कति खुसी हुनुहुन्छ तपाईँ कति खुसी हुनुहुन्छ हात उठाउनुहोस् त ए यो चाहिँ हाम्रो चाहिँ दुईटा यो के को भलिबल गरिरहेको ए ल ट्रिपल जम्प त हो ए मिस्टेक देखाउँदैछ है साथीहरू मैले चाहिँ दुईटा मेडल पाएँ जिल्ला पालिकाको उत्कृष्ट खेलाडी भएको थिएँ भलिबलमा अनि आजको हाम्रो कार्यक्रम चाहिँ यहीँ सक्यो सबै हजुरहरूलाई मैले देखाइ नै हालेँ के भयो कस्तो भयो मेरो यो फर्स्ट भिडियो थियो त्यो
अलिअलि मिस्टेक पनि हुनसक्छ, कहीँ ठाउँमा गल्ती पनि हुनसक्छ। तपाईँहरूले त्यसलाई हेरेर प्रतिक्रिया दिनुहोला, म त्यही अनुसार सुधार गर्दै जानेछु। आजलाई यति नै, सरस्वती पूजा पनि सक्यो। थ्याङ्क्स फर वाचिङ, बाई बाई।